एभ्रीवान वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र म चाहिँ अहिले छु फाइनल्ली सुनौली बोर्डरमा। देख्न सक्नुहुन्छ यो चाहिँ नेपाल भारतको सिमाना सुनौली बोर्डरमा अहिले भिडियो। सो गाइज अहिले सुनौलीबाट चाहिँ म जाँदैछु अहिले फिलहाल गोरखपुरबाट चाहिँ म फाइनल्ली गोरखपुर रेलवे स्टेसनबाट ट्रेन चढेर म जाँदैछु कोलकाता। हामी गोरखपुर चाहिँ अब यो बोलेरो गाडीमा जाँदैछौँ। यहाँ टन्नै गाडीहरू पनि पाउँछ, अरू ट्याक्सीहरू, कारहरू, बसहरू सबै कुरा पाउँछ। र यो म हिँडेको इन्डिया ट्रिपमा हजुरले यहाँको भ्लगहरू हेर्न पाउनुहुन्छ। सिरिज अनुसार आउँछ, डे बाई डे गरेर हाल्छु सायद है, किनभने एक दिनमा लामो हुन्छ। डे बाई डे गरेर हाल्छु र भ्लग एकदम दामी हुन्छ। यो भ्लग लास्ट तक हेर्नु होला। इन्डियामा के कस्तो हुन्छ र के कस्तो खर्च लाग्छ, कहाँ लाग्छ, कस्तो खर्च लाग्छ भने हजुरले पनि सबै डिटेलमा भन्नेवाला छु। भिडियो लास्टसम्म हेर्नु है त। सो गाइज म चाहिँ अहिले फाइनल्ली गोरखपुर र सुनौलीको बिचतिर साइडमा आइसकेको छु। म चाहिँ अहिले गोरखपुर सुनौली रोडमा चाहिँ बाटो चाहिँ ओहो इन्डियाको बाटोहरूको मक्खन हो क्या, मक्खन दामी लाग्यो है मलाई एज कम्पेयर टु नेपाल है। नेपालको कम्पेरिजनमा चाहिँ दामी छ, गाडीहरू एकदम फास्टमा आउँछ, दामी मक्खन छ बाटो। यहाँले हामीले सुकिसा खानालाई रोकेको छौँ। अब हामी यहाँबाट नि ननस्टप जान्छौँ डाइरेक्ट गोरखपुर है। ट्रेन स्टेसनमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ अगाडि ट्रेन पनि छ। रेलवे स्टेसनमा आइसकेको छौँ। अब यहाँबाट हामीले टिकट काट्नुवाला छौँ छिटै। अब यहाँ अब टिकट काट्ने ठाउँ खोज्दैछौँ है त। सो गाइज अहिले म चाहिँ फाइनली रेलवे स्टेसनमा छु। यो स्टेसन यति ठुलो छ कि यहाँ टिकट काउन्टर पनि भेटिरहेको छैन है। अब टिकट दिन जानुभएको छ मम्मीहरू। अब हाम्रो अलरेडी रिजर्भेसन छैन, रिजर्भेसन गरिएन, एकदम इमर्जेन्सीमा जानु पर्यो र टिकट खोज्दै हुनुहुन्छ। ट्रेनको हर्नहरू बजिरहेको छ। अहिले भर्खर एउटा ट्रेन गयो अनि अर्को ट्रेन पनि अब जान्छ। अनि हाम्रो टिकट चाहिँ अझै भएको छैन, टिकट काट्नु जाँदै हुनुहुन्छ। टिकट काटेर लिएर आउनुहुन्छ अनि टिकट लिएर हामी जान्छौँ है त। सो गाइज हाम्रो चाहिँ टिकट पनि भएर देख्न सक्नुहुन्छ। म ट्रेनमा छु होइन। अनि ट्रेन चाहिँ अहिले चाहिँ छोड्दैन, अलि पछि छोड्छ, तर यो अगाडि त्यो जाँदैछ। ट्रेन कति बजे छुट्छ भन्दा 11 बजे छुट्छ। अहिले समय कति भएको छ भन्दाखेरि अहिले बल्ल 9:30 बजी भएको छ। अहिले यो चाहिँ 11 बजीतिर छुट्ने ट्रेन हो। र यो ट्रेन चाहिँ कस्तो हुन्छ भन्दाखेरि मैले हजुरलाई देखाउँछु है। यस्तो हुन्छ, यहाँ यस्तो हुन्छ है। यहाँ टक्क यहाँ दुईवटा सिट हुन्छ। यो माथि हो, यो चाहिँ जनरलको डब्बा हो र पङ्खाहरू पनि हुन्छ। यो चाहिँ जनरलको हो। जनरलमा चाहिँ यस्तै हुन्छ र रिजर्भेसनमा चाहिँ हजुरको सिट पहिल्यैदेखि फिक्स हुन्छ भने जनरलमा चाहिँ सिट फिक्स हुँदैन। जसलाई जहाँ बस्नु मन लाग्छ त्यहीँ बस्ने हो। जनरल भनेको चाहिँ एकदम भिड हुन्छ है। यो टिकट नकाटेको मान्छेले यहाँ लोकल चढ्ने हो यहाँ भनेको। र यो चाहिँ एकदम गाह्रो हुन्छ योमा जानलाई। तर पनि हाम्रो अब टिकट पहिल्यैदेखि नै बुकिङ नगरेको कारणले, हाम्रो अचानक इमर्जेन्सी जानु परेको कारणले हामीले त्यसको टिकट काट्यौँ। अब हामी यहाँबाट 11 बजे छुट्छ। 11 बजीसम्म अब खै के गर्ने हो, कुरेर बस्ने। अब 11 नबज्दा त पनि ट्रेन हिँड्दैन, 11 बजेपछि बल्ल ट्रेन हिँड्नेवाला छ। हामी चाहिँ अहिले यहाँ ट्रेन नहिँड्दै होइन खाना खाइरहेका छौँ। सबैले आमाले, बाले, मम्मीले खाँदै हुनुहुन्छ। क्यामेरा अलिकति बिसायो। ट्रेन चाहिँ फाइनल्ली हिँडिसकेको छ, देख्न सक्नुहुन्छ। बिस्तारै हिँडिरहेको छ। अब चाहिँ बिस्तारै गर्दै यसको रफ्तार चाहिँ एकदम लास्टै फास्ट हुनेवाला छ। अहिले चाहिँ बिस्तारै यहाँबाट हिँडिसकेको छ सही टाइममा। देख्न सक्नुहुन्छ अगाडि भारतीय रेलहरू पनि छ। यस्तो हुन्छ है ट्रेनहरू चाहिँ। गाड़ी जब छोलो हो जाएगा तब वीडियो मत बनाइए, बाहर से गाइस म अझै पनि ट्रेनमै छु र भाइ यस्तो झलाको यस्तो भिड भइसकेको छ नि। यो ट्रेन यस्तो झगडा गरिरहेछ, लडिरहेछ मान्छेहरू एकदम पागल जस्तो भागडा बुगुर लडिरहेका छन्। लास्टै धेरै मान्छे छन् है लास्टै। सो गाइज हामी चाहिँ फाइनल्ली बिहान 11 बजे हिँडेको है। 11 बजेबाट अहिले 6 बजिसक्यो।
ट्रेन चाहिँ हिँडेको उहाँबाट गोरखपुरबाट 11 बजे, अहिले चाहिँ 6 बजिसक्यो। 6 बज्दा पनि हामी अझै पनि के अरे ट्रेनमै छौँ। अहिले राति भइसकेको छ, बाहिर देख्न सक्नुहुन्छ। अब यो ट्रेन चाहिँ एकैचोटि बिहान कोलकाता पुग्छ, बिहान 7-8 बजीतिर पुग्छ। अर्को ट्रेन पनि उताबाट आइरहेको छ, देख्न सक्नुहुन्छ। 7-8 बजीसम्म यत्तिकै बस्ने हो, मान्छेहरू एकदम धेरै हुन्छन्, एकदम टन्नै हुन्छन्, देख्न सक्नुहुन्छ। अब यत्तिकै बसी भोलि बिहान तक 7 बजीसम्म मजाले यत्तिकै जानुपर्छ। मेरो आवाज राम्रो आएन होला, त्यसको लागि डोन्ट माइन्ड है। अहिले चाहिँ 9 जति बजिसकेको छ होइन, 9 बजिसक्यो। हामीले खानासाना खाइसक्यौँ। अनि बाहिर अब चाहिँ यहाँ गुड नाइट भएपछि एकैचोटि गुड मर्निङ हुन्छ होइन। एकदमै अहिले रोकिरहेको छ, अहिले हिँड्छ, भर्खरै हिँड्छ। अनि अब भर्खरै खानासाना खायो, अब चाहिँ सुत्नुपर्छ। यो ब्लग चाहिँ आजको लागि नै हुन्छ, छोटो मिठो चट्टा लगाएर। आई होप हजुरहरूलाई मन पऱ्यो होला। मन पऱ्यो भने लाइक गरिदिनु, च्यानललाई सब्सक्राइब गरिदिनु होला। छिटै भेटौँ र अर्को नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई है त।